guys, welcome to my new vlog. आज चाहिँ हामी स्वयम्भूतिर छौँ। टक्क आज एकछिन स्वयम्भूतिर घुम्नुपर्छ हैन। मसँग चाहिँ हाम्रो यहाँ सर हुनुहुन्छ रोल्पाको। हेलो हेलो भन्नु हेलो। हेलो हेलो यहीँ बाइक राख्ने हो यता हैन उता माथि हो। माथितिर घुमा घुमा। कहिले आएन र? माथि हिँड्दानमा जान्दा नि यता घुमा न घुमा। ऊ माथि हो कि त्यहाँ। ल हामी चाहिँ अहिले ट्याक्कै छाउनीमा छौँ होइन। छाउनी रहेछ स्वयम्भूमा। अब एकछिन अब यहाँ बाइक पार्किङ हुन्छ माथितिर। यता माथिरले अब हाम्रो बाइक चाहिँ यता माथितिर पार्किङ हुन्छ। ट्याक्क लगाएर नक्क घुम्नुपर्छ। ओए यता ल अब झट्ट बाइक पार्किङ हुन्छ। टक्क अब स्वयम्भूको मन्दिरतिर घुमिन्छ एक राउन्डको अनि फर्किनुपर्छ त्यसपछि। कति रुपियाँ पार्किङको? 10 रुपियाँ हो? हजुर 10 रुपियाँ तिरेको के त के हैन 10 रुपियाँ तिरेको के गर्दा हेर्नलाई हैन राखेको होइन 10 रुपियाँ त केही होइन यो त खेल खेलमै हो ल जमिन हामी त 70-80 रुपियाँ लिन्छ घन्टाको हैन 10 रुपियाँले यस्तो स्वयम्भूमा काठमाडौँदेखि त मक्ख गरेर बस्नु पाउँछौँ भने 10 रुपियाँले अब हेलमेट पनि हेर्नुपर्छ हेलमेट हेर्दैन त्यो 10 रुपियाँ देखियो मजा त हो त चाहिन्छ फेरि यो चाहिन्छ चाहियो त। पार्किङ कार्ड देखाउनु पर्यो, चिट देखाउनु पर्यो होइन। के हो बोकेर हिँड्न झ्याउ लाग्छ हामी अब आउन यतै होला ऊ त्यो पोखरीमा। ल अब हामी त सर्लक्क एक राउन्डको यो स्वयम्भूतिर घुमिन्छ। एकछिन बादरसँग कुराकानी गरिन्छ। के छ बाबु? सन्तोष ओइ यो बादरसँग कुराकानी गरिन्छ। ओइ हेलो हेलो के छ? मान्छे गर्नु एकचोटि ढुक्का नगर्नु यार। त पर्न पैसा भाग्योमा है यो स्वयम्भूको माहौल। यही लग्यो भने चाहिँ एउटा खुकुरी ट्याक्क लाएर यसो माला दिँदा त गर्लफ्रेन्डले एउटा गिफ्ट लगिदिनु पो हुन्छ त। के हो के गर्छ केटा? यस्तो मालाहरू झुम्का दिँदा त गर्लफ्रेन्डलाई गिफ्ट लगिदिनु पो हुन्छ त। के हो के गर्छ? ट्याक्क प्याकिङ गरेर लगिदिनु कि चट्ट भएर गिफ्ट भनेर। अटक आए जस्तै छ होइन स्वयम्भूतिरको माहौल। ट्याक्क कहिले यसो घुम्नु पनि पर्छ होइन। यसो माइन्ड फ्रेस पनि गर्नुपर्छ। त्यसरी घुम्ने पनि गर यसो नजरिया पनि हेरौँ। ट्याक्क ट्याक्क राम्रो राम्रो मान्छेहरू है। आफू त राम्रो हुनु सकेन अब राम्रो मान्छे हेर्नुपर्छ होइन। के हो त्यही हेर्नु त। ल हामी चाहिँ अब स्वयम्भूतिरको ट्याक्क उकालो निस्किँदैछौँ। बिस्तारै बिस्तारै चढ्दैछौँ हामी। ट्याक्क लगाएर बिस्तारै बिस्तारै चढ्ने हो, घुम्ने हो, नजरिया हेर्ने हो। आफ्नो अनुहार राम्रो अनुहार त हेर्न पाइएको र होइन। के हो भन्ने एकचोटि अनि अल्दी बिलिका आउने भनेर भरै नि हुन्छ बेला आएपछि हुन्छ होइन। लगाइ सबै मिलेर भाइरल गरिदिउँ है। नानीहरूले भाइरल गरिदिनु पर्यो अरे। यहाँ डिमान्ड आइसक्यो भाइरलको। कहाँ घाँटी खरा सुनिन्छ नि निदा त्यसो भने कहाँ हो
के हो यो के हो यो के हो यो के हो यो ल हामी चाहिँ स्वयम्भूको यो चुच्चो मन्दिरनिर चाहिँ आइपुग्यौँ ल बाबु कस्तो लागिरहेको त स्वयम्भूको मन्दिर आउँदाखेरि खालि अर्काको स्वास्नी देखेर मात्र आँखा जान्छ के हुन्छ अरे खालि अर्काको आँखा स्वास्नीमा मात्र आँखा गइरहेको छ क्या आमामा रोलपाली हो नि त है आफ्नो जानै पर्यो ल आइपुग्यो हामी चाहिँ स्वयम्भूको मन्दिर अब यस्तो यतातिर अलिक घुमफिर हुन्छ हल्का फुल्का अब यहाँ मान्छेहरू फोटो खिच्न व्यस्त छन् अब त्यही हो कोही फोटो खिच्न व्यस्त हुने कोही भलगर बनाउँदै व्यस्त हुने होइन यस्तै हो खाली मामा भन्छ यहाँबाट चाहिँ एउटा पारी हिमालको चुचुरो देखिरहेछ अलिकति देखिरहेछ हिमालको चुचुरो चाहिँ अनि यता चाहिँ ट्याक्क काठमाडौँ सहरदेखि ट्याक्क हालेर सरी यहाँ चाहिँ स्वयम्भू मन्दिर यहाँ चाहिँ काठमाडौँ सहर तल देखिन्छ यहाँबाट राम्रो भ्यू टक्क यहाँबाट हेरेरै नसकिने चाहिँ यहाँ भ्यू त होइन कता हराएको भाइ कता हराएको हेर बाबु काठमाडौँ सहर यस्तो हुन्छ